Hello, welcome to my YouTube channel, guys. I am going to making this kheer. Oh, very tasty kheer. Kheer खाने हो guys, kheer खाने हो. Very tasty. आज चाहिँ खिर खाने हो मेरो किचनमा. यस्तो राम्रो हुनेवाला छ. टेस्टी छ. घिउ, दुध, है, नरिवल, काजु, बदाम, किसमिस सब मिक्स गरेर पकाएको हो. है यस्तो मिठो के 1 लिटर दुधमा हो. यस्तो दामी हुने. रियल चाहिँ नचुहाउनु होला. यदि हेर्दै हुनुहुन्छ भने कमेन्ट पनि गर्नु होला. खिर चाहिँ यस्तो मिठो बनेको छ. बास्ना पनि यस्तो आहा बहुत बढिया बढिया खिर. के गर्नु अब साउन लाग्न थाल्यो. अब साउन लाग्न थालेपछि खिरसिर त खानु पर्यो. अब त्यो भडौमा अब तिज आउँदैछ. दिदीबहिनीहरूलाई जम्मा गरेर खिर पनि खुवाउनु परेको छ. सो गाइस अब म चाहिँ खिर खाएको देखाउनेवाला छु. वेट गर्नु होला है त. ल अब चाहिँ खिर थालमा हाल्ने काम भइरहेको छ. अब खाइहाल्ने हो क्या. तातै मिठो हुन्छ खिर त. यस्तो मिठो बास्ना आएको छ. ओ नो 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 यस्तो मिठो गाइस. खाने हो खिर खानुपर्छ. बिहान चाहिँ एकदम राम्रो हेल्दी आउँछ. किन भन्दा खिरमा भयो धेरै हाल्नु पर्दैन. धेरै अहिले थप्ने बरु. ए बाफायो चम्चा. ओ मिठो खिर के असार 15 मा आम्मा आम्मा तातो छ. एकछिन वेट गर्नु है. ढकेर खानुपर्छ. मिठो छ भने गम्मै खायो भने फेरि जिब्रो पोलिहाल्छ. घाटा आफैलाई हो. सो खिर गाइज खिर. म आज खिर खाएको देखाउँदैछु. ल कोही सिस्टरहरूले पनि हेर्ने होला के अरे. अब यस्तै बनाएर खाऊ है तिमीहरूले पनि देखेपछि हो. कति बज्यो? 2 बज्यो. मिठो छ भयो नि. मिठो छ. दामी. गीत चाहिँ बन्द भएन. कपिराइटमा जान्छ. अहिले चाहिँ साट्दैछ. खिर गाइस यस्तो मिठो. थ्याङ्क यू सो मच द कुकम्यान. तर गुलियो चाहिँ ठिक्क भएन. त्यस्तो धेरै भयो होइन. दामी. ल ओके गाइस. अब धेरै खाएको हेर्नुभयो भने तपाईँहरूलाई खान मन लाग्छ. अब चाहिँ म लाइभ बन्द गर्छु. अर्को लाइभमा फेरि भेटौँ होला. ल आनन्दले हेर्नु होला. म पनि तपाईँहरूको भिडियोहरू हेर्छु. साथ सपोर्ट गर्नुपर्छ. यसरी नै अगाडि बढ्ने. हामी भनेको युट्युबरहरूको बिगिनर हो. बिगिनरले चाहिँ साथ सपोर्ट गर्नुपर्छ है त. ल थ्याङ्क यू सो मच फर वाचिङ. ल गुड. मिठो भनेको खिर. ल बन्द गर्यो.